परमेश्वरलाई धन्यवाद भएको होस्। सबैजनालाई जय मसीह। आज फेरि पनि तपाईँहरूको बिचमा मैले उत्साहको वचन अर्को लिएर आएको छु र म तपाईँहरूलाई भन्न चाहन्छु, विगतको जुन वचनहरू मैले मेरो युट्युब च्यानलमा अपलोड गर्दै आइरहेको छु, तपाईँहरू सबैजनाले धेरै माया गर्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ। र आजको वचन छ भजन सङ्ग्रह 5:3। हे परमप्रभु, बिहानै तपाईँले मेरो पुकारा सुन्नुहुन्छ। बिहानै म मेरो प्रार्थना तपाईँको सामु चढाउँछु र आशापूर्वक प्रतीक्षा गर्दछु। हे परमप्रभु, बिहानै तपाईँले मेरो पुकारा सुन्नुहुन्छ भनेको छ। प्रिय मित्रहरू, म आज तपाईँहरूलाई यो प्रार्थनाको बारेमा किन भन्दैछु भन्दाखेरि प्रार्थना एकदमै महत्त्वपूर्ण छ हाम्रो जीवनमा। प्रार्थना महत्त्वपूर्णको कुरा किन छ भन्दाखेरि जब हामी प्रार्थना गर्दै जान्छौँ तब हाम्रा जुन कामहरू हुन्छन्, जुन रोकिएका कामहरू हुन्छन्, बन्द भएका ढोकाहरू हुन्छन्, ती खुल्दै जाने गर्दछ। त्यो कारणले गर्दा स्पेसल्ली मैले आजको वचनबाट तपाईँहरूलाई भन्न खोजेको बिहानको प्रार्थना झनै महत्त्वपूर्ण छ। यस्तो भन्दै गर्दा फेरि दिउँसोको प्रार्थना महत्त्वपूर्ण छैन र साँझको प्रार्थना महत्त्वपूर्ण छैन र के राति प्रार्थना गर्दा महत्त्वपूर्ण छैन र भन्न खोजेको होइन। प्रिय मित्रहरू, बिहान प्रार्थना गर्दाखेरि अझै हाम्रो जीवनमा एउटा नयाँ प्रकारको उमङ्ग आउने गर्दछ। जब मैले बिहानको प्रार्थना गर्दै गएँ तब बिहानको प्रार्थनाद्वारा मेरा रोकिएका कामहरू, मेरा चाहिँ बन्द भएका ढोकाहरू, मेरो पारिवारिक समस्याहरू, मेरो आफ्नै समस्याहरू धेरै पनि मैले समाधान भएको महसुस गरेको छु। प्रिय मित्रहरू, म तपाईँहरूलाई बाइबलका धेरै पदहरू छन् जसलाई म तपाईँहरूको बिचमा भन्नेछु। अब्राहमले पनि हेर्नुहोस्, उत्पत्ति 19:27 अब्राहमले पनि बिहानै सबैले उठेर परमेश्वरको उपस्थितिमा गएको छ है। अब्राहम हामी विश्वासको पिता भनेर चिन्दछौँ, जसले चाहिँ बिहानै उठेर चाहिँ प्रार्थना गरेको छ। अनि मोसाले पनि बिहानै पर्वतमा गएर परमेश्वरसँग भेट गरेको छ। प्रस्थान 34:4 भनेको छ कि मोसा आफैले पनि बिहानै पर्वतमा गएर परमेश्वरसँग भेट गरेको। अनि दाउदले हेर्नुहोस् त, भजन सङ्ग्रह 5:3 छ, बिहानै परमेश्वरलाई पुकार्ने प्रतिज्ञा गरेको। हेर्नुहोस् त, दाउदले पनि गरेको छ। अनि येशू ख्रीष्ट आफैले पनि तपाईँहरूले मर्कुस 1:35 हेर्न सक्नुहुन्छ, बिहान अँध्यारो छँदै एकान्तमा गएर प्रार्थना गर्नुभयो। येशू ख्रीष्ट आफैले पनि बिहान एकदमै अँध्यारो समयमा चाहिँ एकान्तमा गएर प्रार्थना गर्नुभएको छ। अनि अर्को हामी हेर्न सक्छौँ, हन्ना र उनको परिवारले बिहानै उठेर परमप्रभुको आराधना गरेको छ, पहिलो सामुएल 1:19। अनि म यो कुराबाट तपाईँहरूलाई यो पदहरूबाट के उत्साह दिन चाहन्छु भन्दाखेरि बिहानको प्रार्थना साँच्चै नै महत्त्वपूर्ण छ। म तपाईँहरूलाई यो उत्साह दिँदै आजको वचन यतिकै राख्छु। हस्त, धन्यवाद।